हेलो गाइजहरु मेनासँग कोनिचिवा सबैजनालाई। यो पछाडिको देखिरहेछ नि यो बेन्तो खाइसे हो कम्पनी। पहिले मैले काम गर्ने कम्पनी हो यो चाहिँ हैन। तर कसम यो कम्पनीले चाहिँ मलाई धेरै नि माया, धेरैजना साथी मेरो छ कि यसमा। नेपाली भन्दा पनि बढी बाहिरको साथी छ कि, इन्डोनेसियाहरु भयो, फिलिपिनहरु एकदम राम्रो गर्थ्यो यो मलाई हैन। खाइसेमै जाने बित्तिकै हैन चेरिङजी एकदम त्यो थियो कि नाम मात्र हैन एकदम ब्रान्डै भएको थियो कि मेरो। त्यही भएर एकदमै याद आउँछ त्यो मेमोरिजहरु चाहिँ याद आउने रहन्छ। तर पनि म 2 दिन चाहिँ काम गर्छु के। हिजो र आज खास गर्नुपर्ने थियो, अलिकति हिमा छ कि हिजो खासै काम छैन नि त, त्यो भएर चाहिँ म नआइदिएको हो। अब मेरो काम भनेको फिक्स ड्युटी 5 दिन अर्को ठाउँमा छ। अब त्यो कारणले आज चाहिँ यस्तै अब किनकि अब अस्ति निगाजु भनौँ न फेब्रुअरी महिनामा काम गरेको थियो। अब त्यसको पैसा चाहिँ अब कहिले दिने भनेर यसो बुझ्न आएको थियो। अब बाँड्ने चाहिँ भोलिदेखि बाँड्ने भनेर कुरा गरेको रहेछ। अब खोइ कहिले बाँड्छ होला थाहै छैन। तर खाइसे त राम्रै छ हैन, सबै चिज राम्रो छ। अब हाम्रो माथि हो भनौँ न सौहरू हगेनहरू अलिक ठिक छैन के, त्यो भएर चाहिँ अलिकति गाह्रै छ। तर अदरवाइज खाइछ अनि यहाँको मान्छेहरू सबै मलाई एकदम राम्रोसँग चिनेको छ, मैले पनि चिनेको छ। एकदम फ्यामिली टाइपको छ के। अनि एकदम सबैजनालाई धेरै धेरै सम्झिरहेको छु। आई मिस यु अल अफ यु। एन्ड तर पनि केही छैन, हप्तामा 2 दिन म आउँछु तपाईँहरूलाई भेट्नलाई, इन्टरटेनमेन्ट गर्नलाई हैन। त्यस्तै छ ल गाइज। अब राति भइसक्यो, 9 भइसकेको छ। फेरि भोलिदेखि हाम्रो फेरि काममा जानुपर्ने हुन्छ। त्यही हो गाइज। ल सबैलाई गुड नाइट।